नमस्ते सम्पूर्णमा म राम कृषि प्राविधिक। आजको यस भिडियोमा हामी आलुको बिउ उपचार कसरी गर्ने भन्ने बारेमा सिक्नेछौँ। यो मैले आलुको बिउ उपचार भनेर भने तपाईहरुलाई लागिराखे होला यो आलुको बिउ उपचार भनेर के हो है। यो आलुको बिउ उपचार हामीले सामान्य रूपमा बुझ्नु पर्दा आलु रोप्दाखेरि भोलिको दिनमा कुनै पनि प्रकारको रोगहरू नलागोस्, खास गरेर ढुसीजन्य रोगहरू नलागोस् भनेर गरिने एउटा प्रविधिलाई नै आलुको बिउ उपचार बुझ्न हामीले सक्छौँ है। यो आलुको बिउ उपचार गर्यो भनेदेखि यसबाट के फाइदाहरू हुन सक्छ त है। आलुको बिउ उपचार गर्यो भनेदेखि आलु रोप्यो भनेदेखि हामीले रोपेको केही दिनमा है विभिन्न प्रकारको रोगहरू चाहिँ लाग्ने गर्दछ। जस्तै अगौटे डडुवा, पझौटे डडुवा, स्टेम रट हैन, जसलाई चाहिँ हामी नेपालीमा डाँठ कुने रोग भन्छौँ है, अनि जरा कुने रोग, यस्ता प्रकारका ढुसीजन्य रोगहरू चाहिँ लाग्दैन है यदि हामीले आलुको बिउ उपचार सुरुमा नै गर्यो भनेदेखि है। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला है। सो ढिला नगरिकन हामीले सुरु गरौँ है त। त्यसरी सुरुमा हामीले आलुको बिउ लिनु पर्दछ। आलुको बिउ लिँदाखेरि यसरी उम्रेको बिउ चाहिँ छिटै उम्रिनु भएकोले उम्रेको बिउ लिँदाखेरि चाहिँ राम्रो हुन्छ है। अनि यसको लागि हामीले यो ठुल्ठुलो बिउहरू छ भनेदेखि, यो हामीले भिडियोमा देखाए जस्तो बिउ छ भनेदेखि यसलाई काटेर सानो साइजको अथवा 30 देखि 50 ग्रामसम्म साइजको चाहिँ काटेर बनाउनु पर्ने हुन्छ। काटेर बनाउँदाखेरि प्रत्येक काटेको टुक्रामा यो भिडियोमा देखाए जस्तो आँख्ला भएको चाहिँ हुनु पर्दछ है। यसरी आँख्ला भएको बिउ रोप्यो भनेदेखि छिटै उम्रिन्छ र उत्पादनमा एकदम वृद्धि आउँछ। त्यही भएर हामीले आँख्ला भएको रोप्नु पर्दछ। अनि आँख्ला नभएको बिउ चाहिँ छेउतिर राखिदिनुपर्छ अथवा रोप्ने हुँदैन, जुन चाहिँ यो भिडियोमा आँख्ला नभएको देखिन्छ। सम्पूर्ण आलुलाई काटिसकेपछि अब हामीले उपचार गर्नुतिर लाग्नु पर्दछ। यसको लागि सुरुमा हामीले पानी लिनु पर्दछ। हामीले यहाँनिर 10 लिटर पानी लिएका छौँ है। अनि 10 लिटर पानीमा 20 ग्राम जति आइपिएल साफ भन्ने विषादी राखेका छौँ, जुनमा चाहिँ कार्बेन्डाजिम प्लस म्यान्कोजेब भन्ने विषादी हुन्छ। यो भनेको हामीले 1 लिटर पानीमा 2 देखि 3 ग्राम राख्नु पर्दछ। यसरी राखेर मजाले चाहिँ चलाइदिनु पर्दछ है। चलाइसकेपछि अब हामीले काटेको आलुको टुक्राहरूलाई चाहिँ टिपिङ गर्नु पर्दछ अथवा पानीमा भिजाएर चाहिँ राख्नु पर्दछ। यसरी हामीले पानीमा भिजाउँदाखेरि 15 देखि 20 मिनट लगभग हामीले चाहिँ पानीमा भिजाउनु पर्दछ। यसरी सम्पूर्ण आलुलाई पानीमा राखिसकेपछि हामीले 15 देखि 30 मिनटको लागि छोड्नु पर्दछ। 30 मिनटपछि हामीले यो भिजाएको आलुलाई एउटा कुनै बाटामा चाहिँ राख्नु पर्दछ। यसरी भिडियोमा देखाए जस्तो बाटामा राखेर अनि केही बेरको लागि सहारीमा राख्नु पर्दछ। त्यसपछि हाम्रो बिउ रोप्नलाई रेडी हुन्छ। यसरी बनाएको घोललाई हामीले 3 पल्टसम्म युज गर्न सक्छौँ।